हेलो गाइस, म चाहिँ आज फेरि राति समयमा घुम्न निस्केको छु। यसो बाहिरको दृश्य हेर्नलाई कस्तो रहेछ भनेर। जे होस्, राम्रो छ रातिको समय पनि यहाँ किन राम्रो। दिउँसोमा जति राम्रो सुन्दर देखिन्छ, रातिको समय पनि त्यति नै राम्रो सुन्दर देखिने रहेछ। यहाँको दृश्यहरू अति नै राम्रो। तर आज छुट्टीको दिन भएको हुनाले रातिको समय पनि खासै त्यस्तो भिडभाड नहुने रहेछ। म चाहिँ अब फेरि फर्केर अब जाँदैछु। रातिको समयमा म चाहिँ अब होटल खोजेर हिँड्दैछु यहाँनिर, किनकि अब खानु त पर्यो, भोक लाग्यो। आज त्यो पनि अब यहाँको बिदाको दिन भएर त्यसै पसल होटलहरू किन्ने रहेछ। ठिकै छ, त्यो पनि म ट्राई गर्छु। अब सायद भेटिन्छ होला कतै न कतै। र भेटिसकेपछि आज चाहिँ खाएर फेरि भोलि पनि मेरो बिदा छ। यो चाहिँ यहाँको बाइक कुन होन्डाको रहेछ, राम्रो बाइक। अब चाहिँ म यसरी घुम्दै हिँड्दैछु रातिको समयमा। किनभने अब दिउँसो जति राम्रो देखिन्छ, राति झनै राम्रो सुन्दर देखिन्छ। यहाँ लाइटले गरेर पनि त्यति नै राम्रो देखिन्छ। त्यही भएर चाहिँ रातिको समयमा झन् अझ धेरै राम्रो देखिने भएको हुनाले घुम्नलाई अझ झनै धेरै रमाइलो हुने रहेछ। धन्यवाद। यसरी नै मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस्त।